कन्फिडेन्ट मेरो अहिलेसम्म बनाउन सकेन। किन बनाउन सकेन भन न? किन? म कसैलाई पनि डाइरेक्ट अहिले भन्न सक्दैन कि किन सक्दैन भन्दाखेरि होला उसको पनि कोही होला नि त। शिबु पाण्डेजीलाई चाहिँ कोही युवती कस्तो होस् जस्तो लाग्छ? मेरो जीवनमा आउनको लागि मेरो जीवनमा मलाई केयर गरोस्, तपाईँले केयर गरोस्, मलाई केयर गरोस् त्यसरी होइन। कतिखेर खायो, कतिखेर जानियो, टाइममा सुत होइन, केयरिङ हुनु पर्यो, केयरिङ हुनु पर्यो, कुरा चाहिँ संस्कारी हुनु पर्यो, संस्कारी हुनु पर्यो घरमा, गर्नु पर्यो, त्यति गर्नु भएन होइन। आफ्नो लेभल वेट गर्नु पर्यो, कसैलाई कसरी बोल्ने सिक्नु पर्यो, अथवा जानेको छैन भने सिकाउनु पर्यो। सबै चिज मैले पनि जानेको छु भन्ने पनि मिल्दैन। अनि बुढाले बुढीलाई सेयर गर्ने, बुढीले बुढालाई सेयर गरेर अनि तपाईँलाई चाहिँ राम्रो केटी चाहिन्छ कि ठिक्कको भयो नि हुन्छ कि के छ? कि मन राम्रो भयो भने अनुहार हेरिन्न टाइपको हो? होइन, राम्रो त अब होइन, केटी मान्छे नराम्रो त हुँदै हुँदैन।